ज्ञानी हो। तिमीहरूले देख्न पाएको छ, तिमीहरूसँग ब्रेन छ, तिमीहरूसँग दिमाग छ, तिमीहरूले सोच्न पाएका छौ। तिमीहरूका मनभित्रका असीमित चाहनाहरूलाई तिमीहरूले बाहिर निकाल्न सक्छौ। तिमीहरू आफूलाई कहिल्यै पनि कमजोर नठान। तिमीहरूलाई एउटा कुरा थाहा छ कि थाहा छैन? नबोलिकन बस्नु एउटा साइलेन्स पनि एउटा बोली हो, साइलेन्स पनि एउटा आवाज हो, नबोलिकन बस्नु पनि एउटा आवाज हो। यो कुरा तिमीहरूले बुझ्न जरुरी छ। र तिमीहरू भाग्यमानी छौ, यति राम्रो प्रिन्सिपलको बिचमा, यति धेरै माया गर्ने अभिभावकहरूको बिचमा बसेर तिमीहरू यसरी बस्न पाएका छौ। हामीले यो ठुलो काम केही पनि गरे होइन। हामीले भन्दा 100 गुणा ठुला काम तिमीहरूले गर्न सक्छौ। तिमीहरू भगवानको सिर्जना हो। भगवानले केही न केही दिएर पठाएको हुन्छ मान्छेलाई। त्यो भएर जीवनमा तिमीहरूले कहिल्यै पनि आफूलाई कमजोर नठान्नु। एक नम्बर कुरा। त्यसपछि गएर अपाङ्गता हुनु, कान नसुन्नु, बोल्न नसक्नु तिमीहरूको अपाङ्गता होइन। तिम्रो सोचलाई अपाङ्गता नबनाऊ। तिम्रो सोचले तिमी विश्व जित्न सक्छौ। तिम्रो दिमागले जे सोच्छ नि त्यो तिमी बन्छौ। तिमीले बिहान के खान्छौ, बेलुका के खान्छौ, कति बेला सुत्छौ, कसरी पढ्छौ भन्ने कुरामा त्यो कुरा चाहिँ निर्भर भएको हुन्छ र तिमीहरूले सक्छौ। त्यो भएर हामी भन्दा कहाँ पुग्न सक्छौ कि तिमीहरू त लेटेस्ट यङ जेनेरेसन हो नि। त्यो यस्तो हुन्छ कि डिएनए भन्ने हुन्छ शरीर बन्नको लागि। जति पुरानो डिएनए हुँदै जान्छ त्यति ब्रिलियन्ट चिजहरू आउँछ, त्यति राम्रो कुराहरू आउँछ। त्यो भएर आफूलाई कमजोर कहिले पनि नठान्नु। तिमीहरूमा आउने बित्तिकै हाँस्यौ, रमायो होइन, तिमीहरूसँग हात खुट्टा चल्छ, हो माय गुडनेस, तिमीहरू धेरै भाग्यमानी हो। एटलिस्ट तिमीहरूको हात खुट्टा त चलेको छ नि बच्चाहरू। हेर त हात खुट्टा नचलेका मान्छेहरूलाई हेर त बिचरा हिँड्न नि पाएको छैन। तिमीहरू त दौडेर डाँडामा गएर राम्रो सिन हेर्न पाउँछ। भगवानले दिनुभएको कुरालाई अप्रिसिएट गर। तिमीसँग तिम्रो जीवनमा जे कुरा दिनुभएको छ नि भगवानले, त्यो कुरालाई तिमी एप्रिसिएट गर। अरू मान्छेसँग आफूलाई कहिले पनि तुलना नगर। फलाना मान्छे धनी, फलाना मान्छे ठुलो, फलानुले कार चढेर हिँड्छ, नथिङ। तिमी खुट्टामा हिँडेर खुसी हुन सक्छौ। यो सबै कुरा तिम्रो चाहिँ दिमागको सोच हो। र भोलि कार चढ्ने दिन पनि आउँछ, फेरि भोलि हेलिकप्टर चढ्ने दिन आउँछ। तर स्ट्रङ माइन्ड सेटअप हुनुपर्छ र यो संसार जित्नुपर्छ तिमीहरूले। तिमीहरू हाम्रो बच्चाहरू हो। हाम्रो बच्चाहरूलाई मर्न पनि छुट छैन, भाग्न पनि छुट छैन, हार्न पनि छुट छैन। तिमीहरूले गर्न सक्छ। तिमीहरूले गर्न सक्छ है। तिमीहरूले गर्न सक्छ, साँच्चै सक्छ। तिमीहरूले आफूले विश्वास गर। पहिला सुरु अरूले के भन्छ केही वास्ता नगर। जसले जेसुकै भनोस्, तिमी आफ्नो लयमा हिँड। तिमीले राम्रो काम गर, तिमी आफ्नो लयमा हिँड। ज्ञानी मान्छेलाई भगवानले पनि साथ दिन्छ। ज्ञानी मान्छेलाई भगवानले पनि साथ दिन्छ। हिजो जस्तो थियो आज त्यस्तो छ त छैन नि भनेको जस्तो। आज त्यसो भोलि त्यो हुँदैन। आजको दुःखको दिन भोलिको सुखको दिनमा परिवर्तन हुन सक्छ। र तिमीहरू त्यो गर्न सक्ने आत्माहरू हो। तिमीहरूले आफूलाई जीवनमा कहिल्यै पनि कमजोर नठान्नु।